बोथ हियर यु गेट भ्याल्युड भने चाहिँ बिहान निन्द्राबाट उठे, बसी भयो भने टक्क ओड्ने मिलाए, चट्ट लाएर पर्दा हटाए अनि बाहिरतिर के हुँदैछ भनेर हेरे। त्यसपछि चाहिँ स्याउको बोटमा स्याउ फल्यो कि भनेर हेरेको, फलेको रहेनछ। अनि टक्क आफूलाई पुग्ने चामल हालेर पानी हालेर एकछिन सफा गरेर फेरि अर्कोचोटि पानी हालेर ग्लासमा चाहिए जति दाल लिएर त्यसमा नि एकचोटि पानी हालेर पखालेर अर्कोचोटि पानी हालेर टक्क कुकरमा राखे अनि ढक्कन लाएर ग्यासमा राखेर चट्ट ग्यास अन गरेर छोडिदिए। 15 मिनट पछि 3 सिटी लाग्न साथ चट्ट ग्यास बन्द गरिदिहाले। ग्यासबाट कुकर निकालेर खोलेर त्यसमा दाल कता छ भनेर हेरेर निकाले। त्यसपछि चाहिँ दाल बनाउन कडाई बसालेर चट्ट ग्यास अन गरिदिहाले। एकछिन कडाई ताप्न दिएर त्यसमा तेल हाले अनि फटाफट प्याज काटेको प्याजलाई कडाईमा हालेर फटाफट टमाटर पनि काटे। एकछिन प्याजलाई पनि ब्राउन हुँजेलसम्म चलाए। त्यसपछि चाहिँ त्यसमै अघि भातसँग पकाएको दाललाई मजाले हाले। अलिअलि पानी हालेर भए पनि दाललाई बाक्लो बनाउन चट्ट लाएर चलाए। एकछिनमै त्यसमा नुन, खुर्सानी, हल्दी, मसला हालेर चट्ट लाएर चलाए। एकछिन पाक्न छोडेर फेरि निकाले अनि त्यसमा टमाटर हालेर एकछिन फेरि पाक्न छोडिदिए। चाहिए जति पानी हालेर उम्लिन छोडिदिएपछि रेडी हुन्छ हाम्रो दाल। त्यसपछि चाहिँ फटाफट आफूलाई भात पस्के अनि त गुवाम है त।